त्यसमा त्यो किसिमको इन्ट्रेस्ट कतिको फिजिबल छ भन्ने कुराहरू मात्रै विचार गर्न सकिन्छ र त्यसलाई चाहिँ हामीहरूको तर्फबाट टिचर्स अथवा सोसाइटी अथवा प्यारेन्ट्स उहाँहरूले मोडलिङ गर्न आवश्यक छ भने मोडलिङ गर्नुपर्छ। किनभने मलाई मेरो आफ्नो अनुभवमा एकपल्ट के भयो भन्दाखेरि 88 अथवा समथिङ त्यसै पर्सेन्ट ल्याएको केटी तनहुँको टपर थियो चाहिँ टेस्टमा चाहिँ त्यति ल्याएको केटी चाहिँ नर्स बन्छु भन्दा राम्रो थियो उसको चाहिँ अरू पनि पर्फर्मेन्स उसको कन्फिडेन्स होइन सबै स्किलहरू राम्रो थियो उसको चाहिँ। अनि म अरू पढ्न सक्दिनँ म यही मात्रै पढ्न सक्छु भनेर आज 5 वर्ष पहिला म त्यति बेला पढाउँथेँ। अनि त्यसपछि चाहिँ के भन्दाखेरि बहिनी तिमी यस्तो यस्तो मार्क्स हो तिम्रो चाहिँ यस्तै छ कन्फिडेन्स भने तिमी साइन्स पढ। किनभने हाम्रो सोसाइटीले हेर्छ नि त नर्सभन्दा त अझै डक्टरको माथि हेर्छ नि त होइन तपाईँले स्वीकार गर्नु। अनि तिमी चाहिँ डक्टर बन्न सक्छौ भने किन नर्स मात्रै बनेर बस्छौ त भनेपछि उसले चाहिँ पछि साइन्स पढ्यो र अहिले चाहिँ माराथन पढाइ खाउने साइन्स चाहिँ मैले त उसले चाहेको के भन्दाखेरि यस्तो मेडिकल अथवा नर्सिङ जान खोजेको तर मेडिसिन जान सक्दिनँ म। किन उसलाई थाहा छैन आफू स्टाफ कति छ थाहा होइन विधा त थाहा होइन। म बाबामा त आफ्नो संस्था जति लाग्छ सिक्न प्रश्न भयो मेरो संस्था एकदम जान्ने छ भन्ने हुन्छ धेरै यसको अनुभव है र विद्यार्थीको आफ्नो रियल स्टाफ थाहा हुँदैन। हामीहरूलाई आफ्नो अनुभवमा गएका वर्ष विद्यार्थी यो छ विद्यार्थीको क्यालिबर यति हुनसक्छ जुन हामीले चाहिँ कम्पेरेटिभ स्टडी गरेर विद्यार्थीलाई काउन्सिलिङ गर्न सक्छौँ त्यो गर्न सक्यो भने फाइदा हुन्छ होइन। न त विद्यार्थीलाई कस्तो हुन्छ धेरै जस्तो इन्जिनियरमा मनसाइकेको छ जस्तो मानुस् न अब 88% ल्याएको विद्यार्थी आयो उसले चाहिँ म कहाँ मानु साइन्स ब्रिजको छैन र म कहाँ गलत मान्छु छात्र केटी विद्यार्थी स्टाफस मात्रै छ भने धेरै जस्तो इन्स्टिट्युट मन सकेको हुँदाखेरि स्टाफसमै बडा साइन्स गाह्रो छ भन्ने किसिमले त्यसरी मोटिभेट गर्ने तरिका हुन्छ कि किन आफ्नो ब्रिजको छैन त्यस कारण त्यसरी आफ्नो फाइदाको लागि मात्रै हेर्न चाहनुहुन्छ। त्यस्तो यो विकृति हो है मैले अघि भनेपछि यस्तो विकृतिहरू पनि छन् तर चाहिँ के छ भने विद्यार्थीलाई रियल काउन्सिलिङ चाहिन्छ भने उसको इन्ट्रेस्ट मात्रै भन्दा पनि हामी त्यसको इन्ट्रेस्ट फिजिबिलिटी हेरेर उसको क्यापेबिलिटी हेरेर त्यसलाई चाहिँ हामीले चाहिँ मोडल गर्न आवश्यक हुन्छ। एउटा चाहिँ मेरो त्यस्तो उदाहरण छ। अर्को चाहिँ दबाब भन्ने कुरो चाहिँ अब त्यस्तो दबाब भन्ने कुरो चाहिँ खासै भन्नु विद्यार्थीको इन्ट्रेस्ट छ होइन त्यो फिजिबल छ भने प्यारेन्ट्सको दबाब दिनुपर्छ भन्ने मलाई लाग्दैन। तर विद्यार्थीको इन्ट्रेस्ट छ तर फिजिबल छैन भोलि गएर चाहिँ एउटा भन्नुहोस् न म मानुस भर्खर यसरी दिएर आएको छु मेरो साथी चाहिँ भोलि गएर म्यानेजमेन्ट पढ्न लागेको छ मेरो साथी पढ्ने साथीहरू सङ्गत कुदाउनु नचाहेको कारणले इन्ट्रेस्ट आउँछ क्या विद्यार्थीहरूमा हो त्यस्ता कुराहरू कुन एस्पेक्टले गर्दा त्यतातिर छ भने त्यो पनि बुझ्न आवश्यक छ। अन्त दबाब भन्ने कुरो चाहिँ प्यारेन्ट्सले छोराहरूको इन्ट्रेस्टमा अथवा छोरीहरूको इन्ट्रेस्टमा प्यारेन्ट्सले दबाब दिने भन्ने कुरो त्यस्तो चाहिँ हुन होला भन्नु त्यति धेरै समस्या नहुँदैन। तर के छ भन्दाखेरि विद्यार्थी मान्नु एउटा इन्ट्रेस्ट राखेको मान्नुहोस् अब मसँग पनि पहिला पढाएको साथीहरू धेरै जस्तो डक्टर बन्ने इन्ट्रेस्ट थियो नि कतिको फिजिबल हो कति मान्छे त्यसमा सक्सेस भएको भन्ने कुरा हुन्छ नि त इन्ट्रेस्ट भएर मात्रै हुँदैन त्यस कारण त्यो फिजिबिलिटी पनि स्टडी गर्नुपर्छ भन्छु। लगभग म उहाँसँग सहमत पनि छु कतिपय कुरामा होइन विद्यार्थीहरूलाई पनि छोड्नुपर्छ यदि विद्यार्थीको अन्डरस्ट्यान्डिङ राम्रै छ भनेदेखि त्यो उसले त्यो विषय चाहिँ उसले गर्न सक्दछ। आज मात्रै मैले पत्रिकामा पढिरहेको थिएँ ओबामालाई 4 क्लासमा पढ्दै गर्दाखेरि सोधे अरे क्लासका टिचरले तिमी पछि के बन्न चाहन्छौ भन्दाखेरि एउटा लुत्ते केटो म यो मुलुकको राष्ट्रपति बन्न चाहन्छु भनेर भने अरे टिचर छक्क परे अरे टिचर छक्क परे अरे हेर्दाखेरि यस्तो मरण च्यासे केटो छ कत्रो यसको महत्वाकांक्षा यो त राष्ट्रपति बन्छु भन्छ अरूले डक्टर बन्छु इन्जिनियर बन्छु भनेर ल्याएको नि है तर उसले म यो मुलुकको राष्ट्रपति बन्न चाहन्छु भनेर भन्दाखेरि टिचर पनि छक्क परे। अहिले तिनै व्यक्ति चाहिँ अहिले सबभन्दा शक्तिशाली राष्ट्रको राष्ट्रपति भएका छन् सायद सबभन्दा सक्सेसफुल नै होलान् जस्तो पनि छ। अब उनका यी अनेक प्रोग्रामहरू चाहिँ सफल हुँदै गएको देख्दाखेरि स्वास्थ्य सम्बन्धी प्रोग्रामहरू सफल भयो भने अमेरिकाको सफल राष्ट्रपति नै मानिन्छन् होला सायद ओबामा। भन्दाखेरि विद्यार्थीको पोटेन्सियलिटी हुँदैन भन्न सक्दैनन् चोइस गर्दैनन् उनीहरूले गर्न सक्दैनन् भनेर म ठाडो भन्न सक्दिनँ। यदि आर्थिक रूपले प्यारेन्ट्सले सकिँदैन भनेदेखि आर्थिक रूपमा बोझ हुन्छ भनेदेखि चाहिँ उसको डिसिजनलाई चेन्ज गर्न लगाउनु पर्ने बाध्यता पनि हुन्छ त्यो बेला। तर आर्थिक रूपले सम्भव छ भनेदेखि अहिलेको बच्चाहरूमा हाम्रो एजको भन्दा धेरै नै उनीहरूमा यो बुझ्न सक्ने क्षमता छ। यो विभिन्न किसिमका सेवा सुविधाहरूले गर्दाखेरि विद्यार्थीहरूले बुझ्ने अवसर पाएका छन् अहिले। त्यसो हुँदाखेरि विद्यार्थीहरूले अब आफ्नो बुवा आमालाई त पक्कै पनि थाहा हुन्छ कि यसको क्षमता कति छ त उसको क्षमताले गरेको डिसिजन ठिक छ र आर्थिक रूपले त्यो सम्भव छ भनेदेखि विद्यार्थीको रोजाइमै विशेष छनौट गर्न दिनुपर्छ भन्ने मलाई लाग्दछ।